हेलो नमस्ते साथीहरू, वेलकम छ मेरो मिनी ब्लगमा। आज चाहिँ मैले आफूले के काम गर्छु त भनेर भिडियो बनाएको छु। यो चाहिँ मेरो साँझको रुटिन। मैले साँझ चाहिँ के काम गरेँ त। यो चाहिँ मैले साँझ अब यस्तै 3-4 बजीतिर झाडु लगाएर, घरमा फेरि झाडु नलगाए हाम्रो सुरुवात हुँदैन, त्यही भएर म झाडु लगाउँदैछु। अनि छिटो काम सकेर फेरि घाँस काट्नु पनि जानु छ मलाई। म चाहिँ छिटो झाडु लगाउँछु। त्यहाँ तल देख्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो घरको राजा बिरालो। यस्तो आनन्द सुते दिनभरि सुत्छ अनि खाना मन लाग्यो खाने, त्यसपछि सुत्ने। यसको काम भनेको त्यही हो। अनि म चाहिँ छिटो झाडु लगाउँछु, यताउता गर्छु। त्यसपछि अब नास्ता खानु पर्यो। नास्ता भनेको मेरो चाहिँ आँप। अहिले चाहिँ आँपको सिजन छ अनि आँप खान्छु। भिडियो बनाएको अब आफैले गराएको, मोबाइल अड्डाएर टाउको साउको काटेछ। भई देखेछ धेरै, टाउको साउको काटेछ। हाम्रो राजा साहब उठ्नुभयो। उठेर फेरि उता पानी खान जानुभएको छ। म चाहिँ आँप खान्छु। 2टा आँप लिएर आएको थिएँ। एउटा आँप चाहिँ कुहिएको थियो अनि अर्को आँप चाहिँ राम्रो थियो। म चाहिँ छिटो खान्छु किनकि ढिलो हुन्छ नि त फेरि घाँस काटेर आएर फेरि खाना पकाउन, त्यही भएर। तर भिडियो चाहिँ राम्रो भएनछ, आधी टाउको काटेछ। त्यही पनि हेरेर माया गरिदिनु होला। अब सकियो आँप खाएर पनि, तर फेरि म अर्को आँप पनि लिएर बसेको हुन्छु। अब चाहिँ घाँस काट्नको लागि हँसिया रेडी पार्दै। आँप खाना चाहिँ छोड्नुहुन्न है, बुकुरैसँग भयो भने खाइदिन्छु, मिठो भयो भने। अब हँस्याउँदै आएर सुरु भयो घाँस काट्न जान। आँप खाना चाहिँ मैले छोड्दैन। अब यी देख्न सक्नुहुन्छ हाम्रो राजा साहब जहिले नि आँखा बन्दको बन्द। खाने बेलामा कराउनुहुन्छ, त्यसपछि सुत्नुहुन्छ। यो चाहिँ हाम्रो धान रोपेको, सबैतिर रोपिसक्नुभयो। त्यहाँ आँप फलेछ। यो चाहिँ हाम्रो घरको भैँसी। अनि यहाँ चाहिँ म फेरि पनि त्यो आँप अब सबै सकेर अनि घाँस काट्न जान लागेको छु। आँप चाहिँ मलाई असाध्यै मनपर्छ के। तर यो गर्मीमा मैले बहुत धेरै आँप खाएको छु। बसी भए पनि खान्छु। यो खोइला चाहिँ सानैबाट आँप खाँदा पनि खोइला खाइन्थ्यो, चुसी। आँप खाएको नतिजा पनि छ। खमौरा आएर अब चाहिँ म देख्दा चाहिँ यो औँखु जस्तो देखिन्छ नि साथीहरू, यो चाहिँ हो जुनेलो घाँस। म चाहिँ छिटो काट्छु। छिटो काटेर फेरि खाना पकाउनु जानुपर्छ नि त, अनि ढिलो हुन्छ भनेर। तर मौसम चाहिँ एकदम राम्रो सफा गरेको थियो। अलिअलि थकाइ पनि लागेको थियो रोपाइले गर्दा। बस्दै काट्दै गर्छु। गर्मी पनि छ साथीहरू, के गर्नु। बर्खा लाग्यो, पानी आउन भन्दा चाहिने बेलामा आउँदैन। आयो भने चाहिँ
पुरै नष्ट गर्न आए जस्तो हुन्छ। हाम्रो चाहिँ रोपेको पुरै ढाक्देह रोपो जति त हुन्छ। बस्दा काट्दा फेरि उठ्दै काट्दै गर्छु। के गर्नु, गाह्रो छ काम गर्न, सजिलो छैन काम गर्नलाई। अनि अब मुठा पार्नको लागि चाहिँ म रसी खर काटेर लिएर आउँछु। अब मुठा पार्न लाग्यो। मेरो बारी चाहिँ पुग्यो, किनकि बाख्रा धेरै छैन, 4-5 वटा छ। तिनीहरूलाई चाहिँ यतिले भयो। बल्ल बल्ल भयो नि उठाउँछु। अब घर जाने बेला भयो। घाँस बोकेर हिँड्ने साथीहरू घरतिर आफ्नै पारामा। अब चाहिँ म घाँस राख्छु। आजलाई यति नै। मेरो भिडियो हेरेर साथ दिने होला। हस्त, धन्यवाद।